नमस्कार। हाम्रो दर्शन युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। हामीले पुनः 2082 सालको राशिफललाई लिएर उपस्थित भइसकेका छौँ। आउनुहोस् सर्वप्रथम पालो रहेको छ मेष राशिको। विशेष गरी हाम्रो नामाकरण संस्कार गर्दा यानि कि न्वारण गर्दा 27 वटा नक्षत्र, 27 वटा नक्षत्रका 4 वटा चरण, जसमध्येमा 108 वटा अक्षरबाट मात्रै विश्वमा सबैका नामहरू राख्ने प्रचलन छ हाम्रो सनातन हिन्दू परम्परा अनुसार। त्यसकारण यहाँहरूलाई मेरो राशि के हो भन्ने लाग्छ भने चु चे चो ला ले लु ले लो अ यतिवटा अक्षरबाट यदि यहाँहरूको नाम उठेको छ भने यहाँहरूको पक्कै पनि मेष राशि हुनेछ। र मेष राशिको लागि 2082 साललाई हेर्नुपर्दा विशेष गरी तपाईहरूलाई आद्य 60 को प्रारम्भ भइरहेको छ। आद्य भनेको 60 को प्रारम्भिक चरण। विशेष गरी 7.5 वर्षसम्म यो शनिले तपाईँको राशिलाई भोग गर्ने हुनाले यतिखेर हामी प्रथम चरणमा छौँ। अन्य राशिमा अथवा अन्य ग्रहहरूले विशेष गरी शिरबाट भोग गर्दै आउँछन् भने शनिले प्राय गोडादेखि भोग गर्दै आउने मान्यता रहेको छ। त्यसकारण यहाँहरूले विशेष गरी 2082 सालमा कम्मरभन्दा मुनिका भागलाई विशेष जोगाउनु पर्ने हुन्छ। यदि कुनै स्वास्थ्य सम्बन्धित समस्याहरू आयो भने पनि गोडामा अलिकति नसा सम्बन्धित समस्याहरू अथवा यात्रा गर्दै हुनुहुन्छ, सवारी साधनको प्रयोग गर्दै हुनुहुन्छ, खेतीबारीमा काम गर्नुहुन्छ अथवा कुनै हात हतियार सम्बन्धित काम गर्नुहुन्छ भने विशेष गरी कम्मरभन्दा मुनिका भागमा यहाँलाई घाउ चोटपटकहरू लाग्न सक्ने सम्भावना प्रबल रहन्छन्। त्यसकारण शनिका शान्तिको लागि ओम शम शनैश्चराय नमः भन्ने यो मन्त्र दैनिक रूपमा जप गर्न सक्नुहुनेछ। र साथसाथमा यहाँहरूले शनिबार पिपललाई पानी चढाउन सक्नुहुनेछ। त्यसपछि गएर भैरवको उपासनाको लागि विशेष गरी कुकुरलाई भोजन अथवा भैरवको विशेष उपासना गरेर यो साढे शान्तिलाई कम गर्न सक्नुहुनेछ। शनि यदि तपाईँको कुण्डलीमा राम्रो अवस्थामा छन् भने यो साढे साथीले अत्यन्तै राम्रा फलहरू पनि प्रदान गर्छ। र यदि कुण्डलीमा तपाईँको शनिको अवस्था खराब छ भने शनिले पक्कै पनि नराम्रा फलहरू प्रदान गर्नेछन्। यसको लागि चाहिँ तपाईँले आफ्नो कुण्डली एउटा विज्ञ ज्योतिषी कहाँ गएर हेराएर परामर्श लिनुहोला। र विशेष गरी मेष राशि हुनेहरूका लागि यो वर्ष मध्यम फलदायी रहेको देखिन्छ। तेस्रो स्थानको बृहस्पतिले पराक्रम घटाउनुका साथसाथै शारीरिक चिन्ताले मनोबल अत्यन्तै घट्ने सम्भावना रहन्छ। विशेष गरी स्वास्थ्यमा केही समस्याहरू देखा परिरहन सक्छन्। शनिको आद्य 7.5 र गोचरमा पनि शनि प्रतिकूल रहेकाले झै झमेला, अनेक प्रकारका अपव्यय, शरीर पीडा, अनेक प्रकारका चिन्ताहरू तपाईँले बार खेपिराख्नु पर्ने हुन सक्छ। र जन्मपत्रिकामा शनि शुभ भएका व्यक्तिहरूलाई शुभ फल प्राप्त हुनेछ भने जन्मपत्रिकामा शनि अशुभ भएकालाई अशुभ फलहरू प्राप्त हुनेछन्। र बृहस्पति र शनिको मृत्युञ्जय आदि जप शान्ति नारायण अथवा भगवती अथवा भैरवको आराधना गर्नाले यहाँहरूको अरिष्ट पक्कै पनि नाश हुनेछन्। केही समय राहु प्रतिकूल रहे तापनि वर्षभरि राहुको अनुकूल प्रभावले शत्रुहरू परास्त हुनेछन्। तपाईँका लामो समयदेखि मुद्दा मामिलाहरू थिए अथवा तपाईँ वैदेशिक यात्राको चक्करमा हुनुहुन्छ, लामो समयदेखि काम बनिरहेका छैनन् भने यो वर्ष वैदेशिक यात्रामा केही सफलताहरू प्राप्त हुनेछन्। मुद्दा मामिलाको झैझमेलाबाट मुक्त बनाउन सक्छ वर्षको उत्तरार्धतर्फ। त्यसै गरी लामो समयदेखि यदि यहाँहरू लभ म्यारेजमा हुनुहुन्छ तर विवाह भइरहेको छैन अथवा एरेन्ज म्यारेज गर्ने सोचमा हुनुहुन्छ, विवाह भइरहेको छैन भने वर्षको उत्तरार्धतिर स्त्री अथवा पुरुषको सुख यानि कि विवाह हुने सम्भावना राम्रो रहन्छ। व्यवसायमा अकस्मात धन लाभ भए तापनि पञ्चम भावको केतुले सन्तान र हात परेका धनहरू तत्काल खर्च हुन सक्छन्। त्यसकारण सन्तानको स्वास्थ्यमा थोरै समस्या रहन सक्छ। तपाईँले कमाएका धनहरू जोगाउन नसक्ने अवस्था सिर्जना हुन सक्छ। कमाएका धनलाई तपाईँले नगदलाई जिन्सीमा परिणत गराउनु भयो भने पक्कै पनि धनहरू पनि सञ्चित हुनेछन्। र वर्षको उत्तरार्धतिर उन्नति प्रगतिका योगहरू रहेका छन्। वैदेशिक रोजगारमा पनि फलदायी रहनेछ। लामो समयदेखि विदेश जान ट्राई गर्दै हुनुहुन्छ अथवा विदेश बसेर पनि सोचे अनुरूपका कामहरू पाइराख्नु भएको छैन भने काम प्राप्त हुने सम्भावना रहन्छ। र आर्थिक दृष्टिले असार, असोज, माघ, फागुन महिना अत्यन्तै शुभ रहेका छन् र अन्य महिनाहरू सामान्य रहेका छन्। विशेष गरी मेष राशि हुनेहरूलाई 2082 सालमा वैशाख महिनामा स्थान परिवर्तन र यात्रा तथा शारीरिक पीडाहरू हुन सक्छन्। वैशाख महिनामा कुनै यात्राहरू गर्दै हुनुहुन्छ भने सावधान रहनुहोला। त्यसै गरी जेठ महिनालाई लिएर हेर्ने हो भने भय त्रासको अवस्था सिर्जना भइरहन्छ। मनमा कतै न कतै केही डरहरू उत्पन्न हुन सक्छन्। जेठ महिनामा विशेष गरी शनिको आराधना गर्नुहोला। त्यसै गरी असार महिनालाई लिएर हेर्ने हो भने श्री प्राप्ति यानि कि सोचेका कामहरू बन्न सक्छन्। केही अधुरा रहेका कामहरू पनि सम्पन्न हुन सक्नेछन् भने अकस्मात धनलाभका योगहरू पनि बन्न सक्छ असार महिनामा। र श्रावण महिनामा मान सम्मानमा ह्रास, तपाईँ कतै जागिर खाँदै हुनुहुन्छ अथवा कुनै व्यवसायमा हुनुहुन्छ भने केही झैझमेलाहरू आइपर्न सक्छन् भने खिचातानीको सम्भावना प्रबल रहन सक्छ। विशेष जोगिनु होला। र भदौ महिनामा तपाईँको सबै चिज प्राप्त भए पनि मनमा कतै न कतै एउटा असन्तुष्टि, थोरै शारीरिक पीडाहरू रहिरहन सक्छन्। भदौ महिनामा पनि सतर्क रहनुपर्ने अवस्था देखिन्छ भने असोज महिनामा
शत्रुहरू परास्त हुनेछन्। लामो समयदेखि यदि मुद्दा मामिला अथवा कुनै झैझगडामा फसिराख्नु भएको छ भने असोज महिनामा तपाईँलाई त्यसबाट मुक्ति अवश्य पनि प्राप्त हुनेछ। कार्तिक महिनामा अलिकति लामो यात्रा, शरीरमा थोरै पीडा हुन सक्छ। त्यसगरी मङ्सिर महिनामा कष्ट र परिश्रम, यानि कि कष्ट धेरै, परिश्रम धेरै, फल थोरै प्राप्त हुन सक्छन्। अलिकति परिश्रम गर्नुपर्ने समय रहन्छ मङ्सिर महिना। र पुष महिनामा कान्तिको क्षय हुनेछ, यानि कि थोरै मन अलिकति विचलित रहन सक्छ। माघ महिनामा कार्यसिद्धि हुनेछ र फाल्गुन महिनामा विजयको लाभ हुनेछ र चैत्र महिनामा विशेष गरी खर्चको अलिकति वृद्धि हुनेछ। तपाईँले यो वर्ष अलिकति जोगिनु पर्ने हुन्छ। विशेष गरी यो वर्ष मात्रै नभएर मेष राशि भएका व्यक्तिहरूले अबको 7.5 वर्ष अलिकति जोगिनु पर्ने हुन्छ, किनभने 7.5 प्रारम्भ भइसकेको छ र मध्य 7.5 सुरु हुँदा पेटमा र अन्त्य 7.5 हुँदा घाँटीभन्दा माथि मुख, नाक, कान, घाँटी अथवा टाउकोका समस्याहरू देखिन सक्छन्। थोरै शनिको उपासना अथवा धार्मिक कार्यमा अलिकति मन लगाउनु होला, किनभने शनि यस्तो ग्रह हो यो न्यायको प्रतिमूर्ति मानिन्छ। न्यायको प्रतिमूर्ति मानेको हुनाले तपाईँले यदि योभन्दा अगाडि पनि कुनै गलत कर्म गर्नुभएको छ भने त्यसका फलहरू यतिखेर प्राप्त हुन सक्छन्। थोरै अलिकति जोगिनुपर्ने अवस्था रहेको छ भने तपाईँ कुनै नयाँ काममा जाँदै हुनुहुन्छ अथवा कतै जागिरका लागि इन्टरभ्यूमा जाँदै हुनुहुन्छ अथवा वैदेशिक यात्राका लागि कुनै कामका लागि जाँदै हुनुहुन्छ भने विशेष गरी तपाईँको स्वामी हो मङ्गल, त्यसकारण मङ्गलबार अलिकति राम्रो रहन सक्छ भने तपाईँले धारण गर्नको लागि मुगा नाम गरेको रत्न धारण गर्न सक्नुहुनेछ। र मेष राशिका लागि शुभ रङ रहेको छ रातो। तपाईँ कुनै पनि काममा जाँदै हुनुहुन्छ, नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ भने रातो कपडा अथवा एउटा रातो रुमाल गोजीमा राखेर कार्य सम्पन्न गर्नुहोला, त्यहाँबाट केही न केही रातहरू प्राप्त हुनेछन्। यसरी सरसर्ती मैले यहाँलाई मेष राशिको विषयमा बताएँ। सबै भनेका फलहरू ठ्याक्कै नराम्रै हुन्छ अथवा राम्रै हुन्छ भन्न सक्ने परिस्थिति रहँदैन, किनभने सबैका कुण्डली अनुसार ग्रहका प्रभाव छुट्टा छुट्टै रहन्छन्। त्यसकारण तपाईँले शुभ कर्म गर्नुभएको छ भने अवश्य पनि शुभ फलहरू प्राप्त हुनेछ भने अशुभ कर्म गर्नुभएको छ भने अशुभै फलहरू प्राप्त हुनेछन्। त्यसकारण कर्म गर्दा अत्यन्तै राम्रो कर्म गर्नुहोला भन्ने सुझाव दिँदै मेष राशि पनि यही समापन। ओम नमः शिवाय।